my god, साथीहरु भ्लगर गर्ल रे। बिग फ्यान बिग फ्यान बिग फ्यान। हाम्रो समाजको ब्यानर हो रोल्पाली ढाङदुङ कुरेली समाज सेवा पैसेरी नाच। यसले चाहिँ पात बजाइरहेको साथीहरु, म त्यस छक्क परिरहेको छु। my gosh। नमस्ते हजुरहरु सबैजनालाई, मेरो नाम जस्मिन मगर। आज चाहिँ हाम्रो भूमिको पहिलो दिन र हामी चाहिँ अहिले भाइरल रोडमा छौँ अनि हामीहरु चाहिँ अब पूजा गर्नको लागि कतै कतै जाँदैछौँ। हाम्रो ढाङदुङ समाजले चाहिँ पहिलोपल्ट अब यो हाम्रो चाहिँ भूमि त्यस्तो हुन्थेन, यो हाम्रो यो ढाङदुङ समाजले चाहिँ पहिलोपल्ट भूमि गराउँदैछ साथीहरु। त्यसको लागि म एकदमै एक्साइटेड छु। पहाडबाट पनि हेर है। र साथीहरु आजको यो क्यामेराम्यान चाहिँ मेरो भाइ बनेको छ, मेरो ब्रदर, मेरो सानो भाइ प्रज्ञानपुर मगरसिंह आजको क्यामेराम्यान बनेको छ। हामी पहाडी टोली त्यहाँ चाहिँ देखाएको पहाडी पूजा गर्छौँ र हाम्रो यो भूमि सुरु हुन्छ त्यहाँबाट है साथीहरु। हाम्रो चाहिँ पार्टीहरु त्यहाँ हुनुहुन्छ, हाम्रो साथीहरु, हाम्रो ग्रुप, हाम्रो समाजको र आदि चाहिँ त्यहाँ छन् साथीहरु। Oh my god, साथीहरु भ्लगर गर्ल रे। बिग फ्यान बिग फ्यान बिग फ्यान। अटोग्राफ माग न। अटोग्राफ। Oh my gosh, खै ल। बिग फ्यान बिग फ्यान। थ्यांक यू। Oh my gosh, खै थ्यांक यू। ओए अटोग्राफ चाहियो। साथीहरु एकछिन रमाइलो गरेको अनि त्यही हो। आज हाम्रो साथीहरु एकदमै रमाइलो हुन्छ जस्तो लाग्छ मलाई। कस्तो भन्दाखेरि मेरो चाहिँ साथीहरु त्यस्तो आएनन् अनि मेरो चाहिँ पछाडि दाइहरु छन्, भाइहरु छन्, उनीसँग रमाइलो गर्दैछु मैले। तेरो हिँडेको भिडियो बनाइन्छु। लगाएछ अब चाहिँ हामी पछि बनाउँछौँ। बाइ बाइ। हाम्रो प्रज्वल ब्रदरको यो कारिगरी के भन्छ त्यसलाई, यो हेर्नु साथीहरु। ओए वाह साथीहरु, यसले भर्खर एउटा पात टिप्यो है। पात टिपेपछि यो पात बजाउँछु भन्यो। म त यतिकै गफ हाल्न सक्दैन होला सोचिरहेको थिएँ। पात बजाइरहेको हौ। म पनि गर्छु त, छाडा म गर्दा अब। साथीहरु मलाई त्यो सकिन त मैले। साथीहरु Oh my gosh, साथीहरु मलाई मुगलान फिल्मको याद आयो। मुगलान मुभीमा चाहिँ कस्तो हिरो र हिरोइनको यस्तै पात बजाएर लपरेको हुन्छ के, मायाप्रति सुरु भाव चाहिँ उनीहरूको। त्यही याद आयो मलाई। तेरो पनि लपडाइ पर्छ यसो पात बजाएर। लाली चौबन जान्छ। उही साथीहरु ध्यान सक्नुहुन्छ भेला भइसके। साथीहरु यो पूजा यसरी सुरु हुँदैछ। मलाई नाच्न आउँदैन, त्यही भएर यिनीहरू त पहाडी नाचिरहेको छ साथीहरु। हजुरहरूलाई म सबै भूमिको बारेमा हजुरहरूलाई धेरै धेरै कुराहरू म आज सिकाउने छु हजुरहरूलाई। समाजको ब्यानर हो रोल्पाली ढाङदुङ कुरेली समाज सेवा पैसेरी नाच। अहिले चाहिँ यहाँ ध्वजा बान्ने समथिङ पूजा हो। ध्वजा बान्नु भइरहेको छ यो रुखमा।
मान्छे यति क्युट खानु फेरि साथीहरू अब चाहिँ जाने बेला भइसक्यो अब फर्किने रे पछाडि ढ्याङ 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 बजाउँदै हुनुहुन्छ यस अब चाहिँ हामी जान्छौँ गाइस त्यहाँबाट गाइस एकदमै रमाइलो गर्नु भइरहेको छ उहाँहरूले त्यहाँ जुन पुग्नु भइरहेछ यहाँ चाहिँ किमलाको घर रहेछ म चाहिँ भर्खरदेखि अब फर्किँदा बेला पहिला हाम्रो घरतिर पनि थियो मलाई याद आयो त्यति बेलाको किरा हिँड्छौँ सजिलो लेख्छौँ छ ओहो गाइस गाइस कहाँ गयो गाइस नगर्नु पापी अब चाहिँ हामीहरू फर्किँदैछौँ हामी मगरहरूको एकदमै ठुलो चाडपर्व हो या ब्लड डेसन अहिले चाहिँ गर्मी भएको भएर मेरो हालत यस्तो छ र मेरो छाता यिनीहरूले बोकेर दिन्नन् र म चाहिँ यहाँ सर्टकट भनेर यो बाटोबाट आइरहेको छु र त्यहाँबाट भिडियो गराएपछि चाहिँ कस्तो भन्दाखेरि स्टार्टिङबाट आइरहेको भिडियो चाहिँ दामी देख्छ भनेर म चाहिँ यहाँबाट सर्टकटबाट आइरहेको छु साथीहरू त्यही हो हाम्रो त्यो टिम चाहिँ त्यहाँ छ नै
हाम्रो समाजको भवन चाहिँ यहाँ छ। हाम्रो समाजको भवन हो यो। साइडमा छ आउँदै हुनुहुन्छ त्यताबाट यति ठुलो र्याली बनाएर। खाना खाँदैछौँ। त्यहाँ लाइन लागिरहेछ। यो चाहिँ हाम्रो भवन हो र यहाँ चाहिँ टेन्ट लागेको छ। हामी चाहिँ अहिले 1 बजेको छ। 1 बजी चाहिँ हामीहरू घर आएको छौँ किनभने हाम्रो पूजा भइसक्यो र अहिले चाहिँ त्यस्तो नाचो साचो हुँदैन। त्यही भएर चाहिँ हामी घर आयौँ। अब एकछिन रेस्ट गर्छौँ किनभने हामी त्यता रमना गएर आएको एकदमै खुट्टा दुखिरहेको छ हाम्रो। अनि त्यही भएर अब रेस्ट गर्छौँ। फेरि साँझ 4-5 बजीतिर जान्छौँ हामीहरू गाइज। साथीहरू कस्तो भन्दाखेरि म चाहिँ हजुरहरूलाई भूमिको सिन देखाउन पाएन बिकज कस्तो भन्दाखेरि म 2 बज्न लागेला घर आएँ। 1:50 समथिङ यस्तो भयो। 1:50 समथिङ यस्तो भइसकेको थियो है। अनि त्यसपछि चाहिँ म 2 बजीतिर सुतिहालेँ। सुतेर साथीहरू त्यता हामी रमना गएर यतासम्म आएको है। हाम्रो घरसम्म हिँड्दै आएको यति गाह्रो भइसकेको थियो है। म सिधै 4 हो कि 5 बजी उठेँ। अनि त्यसपछि उठ्दा बेला फेरि 4-5 बजेतिर सतिर जानु पनि हुन्थ्यो। बट आज भोलि के भन्नु अहिले 12 बजी गएको त्यही भएर म आजै भन्छु। आज मेरो हाई स्कुलको फर्स्ट डे साथीहरू। आज मेरो हाई स्कुलको फर्स्ट डे हो। मैले आफ्नो हाई स्कुलको लागि प्रिपरेसन पनि गर्नु पर्यो होइन। अनि यदि म भूमि नाच्न गएको भए मेरो खुट्टा फेरि दुख्थ्यो होला कस्तो हुन्थ्यो होला। अनि म मेरो हाई स्कुलको फर्स्ट डे नै त्यस्तो कस्तो भन्छ त्यसलाई हाई स्कुलको फर्स्ट दिन त्यस्तो विक भएर टायर्ड भएर जानु थिएन मलाई। त्यही भएर चाहिँ मैले आफ्नो लागि भनेर मैले चाहिँ आजको दिन चाहिँ मैले होल्ड गरेँ। बट आज हिजोको दिन मैले होल्ड गरेँ। आज चाहिँ के हुन्छ साथीहरू डेमा छ मेरो चाहिँ। त्यही भएर साथीहरू यस स्नाक चल्किरहेँ मेरो साथीहरू त्यही हो। बाई गाइज, होप यु गाइज लाइक इट। त्यसै गरी लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु होला हजुर सबैजनाले। र साथीहरू त्यसै गरी यस्तै भिडियोहरू आइरहनेछ। र हो साथीहरू बाई। 12 बजिसकेको छ। म सुत्नुपर्छ। अब सुतेर फेरि म जानुपर्छ। आज हाई स्कुलको लागि फर्स्ट डे छ। अब त्यही हो साथीहरू। कस्तो मान्छे भेट्छु मैले आई डोन्ट नो।